हेलो गाइज, मेरो नाम हो स्याम ब्याम अनि वेलकम टु माई युट्युब भिडियो। आज चाहिँ म तपाईहरुलाई आइएल्समा कसरी धेरै मार्क्स ल्याउने भनेर सिकाउने छु। पहिला म आफ्नो मार्कसिट देखाउने छु। मैले चाहिँ आइएल्समा ओभरअल 8.0 ल्याएको छु। लिसनिङमा 8.5, रिडिङमा 8.5, राइटिङमा 7.0 र स्पिकिङमा 7.5 गरेर मेरो टोटल मार्क्स आइएल्समा 8.0 आएको छ, जुन धेरै राम्रो हो। किनभनेपछि 9 मा 8 ल्याउनु भनेपछि तपाईले आइएल्समा राम्रो गर्नुभएको हो अनि तपाईको एउटा यो प्लस पोइन्ट हुन्छ। तपाईको बाहिर युनिभर्सिटीहरुले तपाईलाई एक्सेप्ट गर्ने अनि तपाईको भिजा रेट पनि भिजा लाग्ने पनि चान्स बढ्छ। ल म आफ्नो मार्कसिट देखाउने छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ मैले आइएल्समा ओभरअल 8 ल्याएको छु। ल अब भिडियोमा जाम। आइएल्समा के हुन्छ भनेपछि आइएल्समा एउटा लिसनिङ हुन्छ, एउटा रिडिङ हुन्छ, एउटा राइटिङ हुन्छ र एउटा स्पिकिङ हुन्छ। यो चारवटा सेक्सन गरेर तपाईले चारवटैमा 9 मार्क्समा तपाईलाई एक्जामिन गर्छ अनि तपाईको एभरेज तपाईको ओभरअल आइएल्स स्कोर हुन्छ। अब लिसनिङबाट सुरु गरौँ। लिसनिङ भनेको तपाईको कानको कुरा हो, मेन कुरा। तपाईले इंग्लिश कति बुझ्नुहुन्छ, तपाईले इंग्लिश शब्दहरुको कति तपाईको नलेज छ, तपाईले इंग्लिश एक्सेन्टहरु कति राम्रोसँग बुझ्न सक्नुहुन्छ, कति राम्रोसँग नछुट्टाइकन मजाले त्यो इंग्लिशमा जे भनिरहेको छ त्यो कुरा राम्रोसँग बुझेर तपाईले एउटा लजिकल कन्क्लुजनमा आफ्नो दिमागमा बनाउन सक्नुहुन्छ। त्यसले डिटरमाइन गर्छ तपाईको लिसनिङमा कति मार्क्स आउँछ। मैले लिसनिङको लागि कसरी प्र्याक्टिस गरे भनेपछि मैले धेरै इंग्लिश इन्टरभ्यु र पोडकास्टहरु सुने। तपाईले पनि के गर्न सक्नुहुन्छ भनेपछि राति सुत्ने बेला तपाईले टक्क एउटा पोडकास्ट या एउटा इन्टरभ्यु इंग्लिशमा प्ले गर्ने अनि त्यो इन्टरभ्यु प्ले हुन्छ, मजाले सुन्ने कसरी बोल्छन्, कस्तो एक्सेन्टमा बोल्छन्, कुन शब्द युज गर्छन्, मजाले सुन्दै जाने। अनि तपाईले हरेक दिन यो गरेपछि जस्तै तपाईले 1 महिना लगातार नयाँ पोडकास्टहरु इंग्लिशमा बोलेको सुन्नुभयो भने तपाईको अटोमेटिकली तपाईको दिमागमा यो लिसनिङ को तपाईको इम्प्रुभ हुन्छ। तपाईले मजाले बुझ्न सक्नुहुन्छ के हो। जब त्यो व्यक्तिले इंग्लिशमा बोलिरहेछ, तपाईले के बोलिरहेछ, कुन शब्द बोलिरहेछ, कुन फ्लोमा बोलिरहेछ, कुन एक्सेन्ट बोलिरहेछ, ठ्याक्कै उसले भनिरहेको मिनिङ चाहिँ के हो, ठ्याक्कै तपाईले सब ट्याक्क मिलाउन सक्नुहुन्छ। अनि यस्तो गर्न सक्नुभयो भने तपाईको लिसनिङमा एकदम राम्रो हुन्छ। लिसनिङ टेस्टमा के हुन्छ भनेपछि तपाईले एउटा हेडफोन दिन्छ अनि त्यो हेडफोनमा तपाईले एउटा कन्भर्सेसन सुन्नुहुन्छ अनि त्यो कन्भर्सेसन सुन्दाखेरि तपाईले एउटा एन्सर शीट दिन्छ, क्वेशन शीट र एन्सर शीट दिन्छ, जहाँ तपाईले सुनेको कुरा टक्क मजाले टिक गर्दै अनि मल्टिपल चोइस क्वेशनहरु हुन्छ, तपाईले टक्क एन्सर लेख्ने हो। अनि तपाईको प्रिपरेसन भनेको तपाईले पडकास्ट इन्टरभ्युहरु सुनेपछि त्यति गरेपछि तपाईको लिसनिङ एकदम इम्प्रुभ हुन्छ। अनि अर्को मेथड हो तपाईले इंग्लिश फिल्महरु हेर्ने। तपाईको इंग्लिश एकदम नराम्रो छ भनेपछि तपाईले इंग्लिश फिल्महरु हेर्दाखेरि, हलिउड मुभीहरु हेर्दाखेरि टक्क सबटाइटल अन गर्नुस् अनि मजाले सबटाइटलहरु हुन्छ, सबटाइटल पढ्दै मजाले सुन्दै बुझ्दै अगाडि बढ्नु। अनि त्यस्तो गर्यो भने तपाईको इंग्लिश ल्याङ्ग्वेजको अन्डरस्ट्यान्डिङ एकदम बढ्छ। एकदम बढेपछि तपाईले लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ तपाईको चारवटै सेक्टरमा मजाले हेल्प हुन्छ। अब जाम हामी रिडिङमा। अब रिडिङमा के हुन्छ पहिला त्यो बुझौं। रिडिङमा तपाईलाई 3टा प्यासेज दिएको हुन्छ। 3टा प्यासेज भनेपछि 3टा एउटा सानो सर्ट स्टोरी जस्तै हुन्छ। तपाईले सरर पढ्ने 3टै अनि त्यसपछि क्वेशनहरु हुन्छ अनि क्वेशनहरुको मल्टिपल चोइस एन्सरहरु हुन्छ, टक्क चेक गर्ने के। त्यति गाह्रो छैन के। रिडिङ गर्दाखेरि तपाईले प्यासेज पढ्ने हो, एन्सर दिने हो, त्यसपछि अर्को प्यासेजमा जाने हो, त्यो पढ्ने हो, एन्सर दिने हो, त्यसपछि अर्को प्यासेजमा जाने हो, पढ्ने हो, एन्सर दिने हो, सक्यो तपाईको। यसको लागि तपाईले मेन कुरा चाहिँ तपाईले मजाले इंग्लिश पढ्न सक्नु पर्यो के। किनकि मेन कुरा रिडिङको हो नि त। तपाईले जुन सबै शब्दहरु बुझ्नु पर्यो। जस्तै
तपाईँको इङ्ग्लिस एकदम नराम्रो स्टेटमा छ भनेपछि तपाईँले टाइममा डिक्सनरी पनि पढ्ने गर्नुहोस् के मजाले। कुनै शब्द आएन भने आजभोलि त मोबाइलमै हुन्छ डिक्सनरी, नत्र मजाले गुगल गरे नि भयो कि। टक्क गुगल गर्यो यो शब्द भने के हो, टक्क मिनिङ हेऱ्यो, अनि त्यस्तो गरेपछि तपाईँको रिडिङ एकदम इम्प्रुभ हुन्छ कि। जस्तै तपाईँले रिडिङ गर्दाखेरि मेन प्रब्लम कहाँ आउँछ भनेपछि जस्तै एउटा सेन्टेन्स हुन्छ नि, जस्तै हेलो माई नेम इज समीर स्याम ब्याम एन्ड आई एम टिचिङ यु गाइज अबाउट हाउ टु गेट गुड मार्क्स इन आइएल्स एक्जाम। जस्तै मैले यो भनेको सेन्टेन्समा तपाईँले एउटा शब्द बुझ्नु भएन भने तपाईँको त्यो होल सेन्टेन्स नै बुझ्नु हुँदैन। त्यसैले तपाईँले सेन्टेन्स बाई सेन्टेन्स कि किताब पढ्नुहोस् कि इङ्ग्लिस न्युज पेपरहरू पढ्नुहोस् या आर्टिकलहरू पढ्नुहोस् इन्टरनेटमा। अनि तपाईँले जुन शब्द बुझ्नु हुँदैन त्यो शब्द टक्क सर्च गर्नुहोस्, अनि त्यसको मिनिङ थाहा पाउनुहोस्। अनि त्यो थाहा पाउने बित्तिकै तपाईँले त्यो सेन्टेन्स मजाले बुझ्न सक्नुहुन्छ कि। यसरी नै हो रिडिङ इम्प्रुभ गर्ने। मैले पनि त्यसरी नै इम्प्रुभ गरेको हो। मैले चाहिँ टन्नै किताबहरू पढेँ कि, मसँग धेरै इङ्ग्लिस किताबहरू थियो तर मैले पढ्न भ्याएको थिएन। अब मैले आइएल्स प्रिपेयर गर्नको लागि 45 डेज आइएल्स क्लास लिएँ। अनि त्यसपछि मैले प्रिपेयर गर्नको लागि डेली 3-4 दिनमा एउटा किताब भ्याएँ। अनि नबुझेको शब्दहरू मैले गुगलमा सर्च गर्दै अनि त्यसको मिनिङ बुझ्दै आफ्नो रिडिङ स्किल्सलाई बढाएँ। अनि रिडिङ एक्जाम हुँदाखेरि चाहिँ तपाईँले के याद गर्नुपर्छ भनेपछि तपाईँले सकेसम्म फुल प्यासेज नै पढ्नु के। तपाईँलाई कन्सल्टेन्सीहरूमा जहाँ तपाईँ आइएल्स पढ्न जानुभएको छ त्यहाँ के सिकाउँछ भनेपछि अलिअलि चाहिने कुरा पढ्नु अनि एन्सर जहाँ छ खोज्नु, तर त्यो धेरै टाइम लाग्छ कि। मैले त आइएल्स एक्जाम दिएको हो अनि मैले रिडिङमा 8.5 आउट अफ 9 पाएको छु। तपाईँले सरर सब पढ्ने अनि त्यसपछि टक्क क्वेसन पढ्ने, टक्क एन्सर लेख्ने। सब पढेपछि तपाईँले कम्तीमा 70% अफ द एन्सर अलरेडी आइसक्छ कि, तपाईँको दिमागमा रेकर्ड भइसक्छ। अनि तपाईँले मजाले इजिली एकैछिनमा त्यो एन्सर सरर टिक 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 लाउन सक्नुहुन्छ। अनि नआएको एन्सरहरू चाहिँ तपाईँले एकचोटि क्वेसन पढ्ने, अनि त्यो क्वेसनको कुराहरू त्यो प्यासेजमा कहाँ लेखेको छ त्यो टक्क खोज्ने, अनि त्यो पाउने बित्तिकै तपाईँले एन्सर पाइहाल्नुहुन्छ। अनि रिडिङ चाहिँ तपाईँ सक्नुहुन्छ। अब हेर्नुहोस्, लिसनिङ र रिडिङ भनेको सबसे सजिलो हो है आइएल्समा। यसमा तपाईँले मेन राम्रो मार्क्स ल्याउनु भयो भने तपाईँको ओभरअल आइएल्स स्कोर एकदम राम्रो हुन्छ। जस्तै मैले लिसनिङ र रिडिङमा 8.5 र 8.5 ल्याएको छु, जसले गर्दा मेरो ओभरअल ब्यान्ड स्कोर 8.0 आएको छ। तपाईँले पनि यसमा एटलिस्ट 8 जति ल्याउन सक्नुभयो भने तपाईँको ओभरअल स्कोर एकदम राम्रो हुनेछ। अब नेक्स्ट जाम राइटिङमा। राइटिङ भनेको अलिकति गाह्रो छ है। राइटिङ भनेपछि बेसिकली तपाईँलाई 2टा क्वेसन दिएको हुन्छ अनि तपाईँलाई त्यहाँ डाटा दिएको हुन्छ। जस्तै एउटा पाई चार्ट दिएको हुन्छ, एउटा बायोग्राफ दिएको हुन्छ, या यो टपिकको बारेमा केही लेख भनेर दिएको हुन्छ। अनि तपाईँले त्यो टपिकको बारेमा लेख्नुपर्छ। अनि तपाईँले फुल इङ्ग्लिसमा लेख्ने हो, तपाईँले नेपाली शब्द युज गर्नै पाउनुहुन्न। मजाले तपाईँले जस्तै तपाईँलाई टेक्नोलोजीको बारेमा लेख्नु भनेको छ भनेपछि तपाईँले टेक्नोलोजी भने के हो, टेक्नोलोजी कसरी हाम्रो लाइफमा युज हुन्छ, ह्युमन्सहरूले कसरी युज गरिरहेछन्, त्यो मजाले लेख्ने के। नत्र तपाईँलाई डाटा दिएको हुन्छ, जस्तै एउटा बायोग्राफ या पाई चार्ट दिएको हुन्छ, अनि त्यहाँको डाटा तपाईँले वर्ड्समा लेख भन्छ कि। अब त्यो डाटा तपाईँले मजाले लेख्ने कि, एउटा फर्मेट हुन्छ होइन। तपाईँले मजाले गुगलमा गएर या युट्युबमा गएर राइटिङ आइएल्स राइटिङ स्याम्पल्स भनेर मजाले खोजेर अनि तपाईँलाई फर्मेट कसरी गर्ने, फर्मेट दिएर कसरी लेख्दाखेरि कुन शब्द युज गर्दाखेरि तपाईँले राम्रो मार्क्स दिन्छ भनेर टक्क सब दिएको हुन्छ। तपाईँले त्यही अनुसार प्र्याक्टिस गर्यो भने एकदम राम्रो हुन्छ। यसको लागि इम्प्रुभ गर्ने भनेको तपाईँले प्र्याक्टिस गर्ने हो। प्र्याक्टिस नै हो है सबसे ठुलो कुरा। यो लिसनिङ, रिडिङ, राइटिङ तिनटै कुरामा तपाईँले जति सक्नुभयो त्यति प्र्याक्टिस गर्यो भने तपाईँको मार्क्स धेरै राम्रो आउँछ। लिसनिङमा मैले भनिहालेँ पडकास्ट, युट्युब, मुभीहरू हेर्ने, प्र्याक्टिस गर्ने। रिडिङको लागि तपाईँले किताबहरू पढ्ने, आर्टिकलहरू पढ्ने, न्युज पेपरहरू पढ्ने, प्र्याक्टिस गर्ने। राइटिङको लागि तपाईँले मैले चाहिँ के गरेको थिएँ भनेपछि अहिले त टन्नै एआई एपहरू छ नि, तपाईँले सुन्नुभएको होला, च्याट जिपिटी अनि ट्विटरको ग्रक भन्ने एपहरू, यिनीहरूलाई युज गर्ने के। तपाईँले कसरी युज गर्न सक्नुहुन्छ भने जस्तै मैले भनिरहेको थिएँ, जस्तै तपाईँले ट्विटरको ग्रक एपमा जाने अनि त्यहाँ गएर तपाईँले हे ग्रक मलाई एउटा राइटिङ टेस्ट लिदेऊ न भन्ने उसले क्वेसन दिन्छ।
तपाईँले मजाले टाइपिङ गर्ने, राइटिङ गर्ने, अनि त्यो सेन्ड गर्ने, अनि उसले तपाईँलाई मार्क्स पनि दिइदिन्छ कि मार्क्स पनि दिन्छ के गरेर इम्प्रुभ हुन्छ, कुन कुन शब्द युज गर्ने, कस्तो फ्लो युज गर्ने, राइटिङ गर्दाखेरि के कुरा ध्यान राख्नुपर्छ, सब कुरा भनिदिन्छ। अनि तपाईँले जति प्र्याक्टिस गर्नुभयो ग्रक युज गरेर त्यति नै तपाईँको राइटिङ टेस्ट एकदम राम्रो हुन्छ। अब लास्ट टेस्ट जुन हो स्पिकिङ, त्यसमा जाम। स्पिकिङलाई को लागि पनि तपाईँले यो एआई एपहरू युज गर्नु होला। एआई एपहरू किन भनेपछि मैले पनि ग्रकमा एकदम प्र्याक्टिस गरेँ। तपाईँले के गर्नु पर्दैन, ग्रकमा जाने, भोइस मोडमा जाने, अनि ग्रकलाई भन्ने के हे ग्रक क्यान यु कन्डक्ट आइएलटिएस स्पिकिङ टेस्ट फर मी भनेपछि त्यसले आफै एउटा आइएलटिएसको स्पिकिङ टेस्ट तपाईँको लागि एउटा सिमुलेट गरिदिन्छ के। भनेपछि एउटा आइएलटिएसको स्पिकिङ टेस्ट तपाईँको लागि कन्डक्ट गरिदिन्छ। उसले क्वेसनहरू सोध्छ, तपाईँले एन्सर गर्नुहुन्छ, उसले सुन्छ, अर्को क्वेसन सोध्छ, फुल स्पिकिङ टेस्ट जस्तो तपाईँको रियल टेस्ट हुन्छ त्यस्तै टेस्ट उसले गरिदिन्छ। अनि लास्टमा स्पिकिङ टेस्ट सकेपछि उसले तपाईँलाई मार्क्स पनि दिन्छ, कसरी स्पिकिङ इम्प्रुभ गर्न सकिन्छ, तपाईँको मिस्टेक कहाँ भयो सब भनिदिन्छ। अनि तपाईँको मार्क्स इम्प्रुभ गर्दै जान्छ कि उसले। तपाईँको स्पिकिङमा म चाहिँ तँलाई स्पिकिङमा 6.5 दिन्छु, तर तैँले यो गरिस् भने तेरो 7.0 आउँछ, 7.5 आउँछ भन्छ। अनि तपाईँले त्यही प्र्याक्टिस गर्नुभयो भने तपाईँको अर्कोचोटि टेस्ट लिँदाखेरि तपाईँको 7.5 आउँछ, अनि उसले कसरी 8 ल्याउने भनेर सिकाउँछ कि। त्यसरी यो भयो 4वटा टेस्ट। तपाईँले बुझ्नुभयो होला होइन। म एकचोटि सर भनिदिन्छु। लिसनिङमा चाहिँ तपाईँले पोडकास्टहरू सुन्नु, इन्टरभ्यूहरू सुन्नु, मुभीहरू हेर्नु सबटाइटल अन गरेर। रिडिङमा तपाईँले किताबहरू पढ्नु, न्युज पेपरहरू पढ्नु, न्युज आर्टिकलहरू पढ्नु इन्टरनेटमा। राइटिङको लागि तपाईँले एआई एपमा जानु, एउटा टेस्ट मेरो लागि कन्डक्ट गरिदिए भन्नु, मजाले त्यहाँ लेख्दै उसको सजेसन लिँदै इम्प्रुभ गर्नु। स्पिकिङको लागि पनि एआई एपमा जानु, भोइस मोड अन गर्नु, एउटा स्पिकिङ टेस्ट मेरो लागि लिँदै भन्ने। अनि त्यसपछि उसले स्पिकिङ टेस्ट लिन्छ, सब क्वेसन जस्तो टेस्टमा हुन्छ त्यस्तै सोध्छ। अनि तपाईँको स्पिकिङमा कसरी इम्प्रुभ गर्ने, कति मार्क्स आएको छ, मजाले त्यसरी भनेर तपाईँको इम्प्रुभ हुन्छ। यो भयो मैले जसरी प्रिपेयर गरेको, जसले गर्दा मैले 8.0 ल्याउन सकेँ। तपाईँले पनि के गर्न सक्नुहुन्छ भने एउटा अर्को इम्पोर्टेन्ट कुरा जुन तपाईँको मार्क्स धेरै ल्याउनुको लागि हेल्प हुन्छ त्यो हो तपाईँको लागि जस्तै आइएल्टिएस क्लास चाहिँ लिनु होला है। आइएल्टिएस क्लास इज भेरी इम्पोर्टेन्ट, किनभने चाहिँ तपाईँले बेसिक नलेज आइएल्टिएसको बारेमा पाउनै हुँदैन। घरमा प्रिपेयर गरेर पनि दिन सकिन्छ, तर धेरै मार्क्स ल्याउने चान्स अलिकति लो नै हुन्छ के। त्यसैले एउटा आइएल्टिएस क्लास लिने, अनि आइएल्टिएस क्लास लिँदाखेरि त्यही क्लासमा तपाईँले प्र्याक्टिस बुकहरू सब दिन्छ होइन। अनि त्यो प्र्याक्टिस बुकको हरेक क्वेसन गर्ने, लिसनिङ गर्ने, रिडिङ गर्ने, राइटिङ गर्ने, स्पिकिङ गर्ने, एउटा पनि नछोड्ने, मजाले प्र्याक्टिस गर्ने, मजाले पढ्ने कि। दिनमा तपाईँले एउटा लिसनिङ टेस्ट, दिनमा एउटा रिडिङ, दिनमा एउटा राइटिङ, दिनमा एउटा स्पिकिङ गरेर 1 महिनासम्म मजाले प्रिपेयर गरेपछि तपाईँले इजिली 7.5 एन्ड अबभ मजाले ल्याउन सक्नुहुन्छ। अनि मैले भनेको मेथडहरू तपाईँले अप्लाई गर्नुभयो भने इट्स नो प्रब्लम कि तपाईँले धेरै मार्क्स ल्याउनलाई। आइएल्टिएस त्यति गाह्रो पनि छैन। म पनि पहिला डराएको थिएँ होइन, मैले आइएल्टिएस दिएको थिएन। अब इङ्ग्लिसमा बोल्नुपर्छ, मलाई इङ्ग्लिसमा बोल्ने त्यति प्र्याक्टिस पनि छैन, मलाई इङ्ग्लिस शब्दहरू पनि त्यसरी आउँदैन, म कसरी मार्क्स ल्याउने होला भनेर भने। तर मैले मजाले प्र्याक्टिस गरेँ, मजाले अर्को रिसर्च गरेँ, ट्रेनिङ गरेँ होइन, आफैलाई सिकाएँ क्या मैले। अनि त्यसपछि आइएल्टिएस दिएँ मजाले, अनि पछि मार्क्स 8.0 आयो। म त खुसी भएँ, सोचे भन्दा राम्रो मार्क्स आयो। अनि तपाईँ पनि आफ्नो आइएल्टिएसमा राम्रो मार्क्स ल्याउन सक्नुहुन्छ, किनकि यो एकदम भिजाको लागि प्लस पोइन्ट हो। युनिभर्सिटीहरू पनि एकदम ह्याप्पी हुनुहुन्छ यस्तो मार्क्सहरूले गर्दा। अनि यो पछि तपाईँलाई एकदम हेल्प गर्छ कि यो तपाईँको भिजा प्रोसेसिङ। र कलेजले जस्तै तपाईँ राम्रो कलेजमा अप्लाई गर्नुभएको छ तिनीहरूले तपाईँको एकाडेमिक त हेर्ने नै भयो, त्यसको अलावा तपाईँको आइएल्टिएस स्कोर पनि हेर्छ कि। त्यो हेरेपछि राम्रो ल्याएको छ भने चाहिँ यो राम्रो स्टुडेन्ट रहेछ, हामीले यसलाई एडमिसन दिनुपर्छ भनेर तपाईँलाई राम्रोसँग उसले एक्सेप्ट गर्ने, भिजा दिनेहरू हुन्छ। अब त्यही हो, आइएल्टिएसमा 4वटा टेस्ट हुन्छ। राम्रोसँग प्रिपेयर गर्नु, राम्रोसँग प्र्याक्टिस गर्नु। भने चाहिँ के गर्नु पऱ्यो भने तपाईँले आफूलाई ट्रेनिङ गर्नु पऱ्यो, प्र्याक्टिस गर्नु पऱ्यो, अनि त्यसपछि कन्सिस्टेन्ट हुनु पऱ्यो है। जस्तै 1 महिनासम्म चाहिँ एटलिस्ट 1 महिनासम्म चाहिँ तपाईँले मजाले प्रिपेयर गर्नु पऱ्यो। दिनमा हरेक दिन मजाले प्र्याक्टिस गर्दै गऱ्यो भने टक्क टेस्ट दिने टाइममा मजाले गएर टेस्ट दिन सक्नुहुन्छ, अनि तपाईँले राम्रो मार्क्स मजाले ल्याउन सक्नुहुन्छ। त्यही हो
त्यही लाइक गर्नु, सब्सक्राइब गर्नु, कमेन्ट गर्नु। अनि त्यसपछि अरू केही क्वेसन छ भने आइएसको बारेमा के सिकाउनु पर्छ भनेपछि मलाई तल कमेन्ट गर्नुहोस् कमेन्ट बक्समा। अनि म तपाईँलाई एउटा नयाँ भिडियो बनाएर या नत्र भए कमेन्ट गरेर तपाईँलाई यस्तो गर्नु उस्तो गर्नु भनेर तपाईँलाई हेल्प गर्नेछु। अनि तपाईँको पनि मलाई आश छ कि 7.5, 8 नत्र 8.5 पनि ल्याउन मजाले सकिन्छ। किनभने चाहिँ आइएल्स त्यति गाह्रो छैन, खालि एउटा प्रिपरेसन ट्रेनिङ चाहिन्छ। त्यति गऱ्यो भने मजाले जसको पनि राम्रो मार्क्स आउँछ। थ्याङ्क यू भिडियो हेर्नुभएकोमा। म गएँ, बाई बाई।